पिट्यो भने तिमीले मलाई पिटायो त्यस्तो गेमै हुँदैन पिट्यो हुँदैन अब म सोध्न आउँदो रहेन सोध्न थालिसकेको मैले अब है ग्रीष्मा बेसारको रङ कस्तो हुन्छ कालो कान्छी चरा कहाँ उड्छ भुइँमा धान कहाँ फल्छ भाइ त्यो त आकाशमा गाईको कतिवटा खुट्टा हुन्छ यिनीहरू साउले भट्दैन नि त केही अर्को के सोधौँ कान्छीलाई भनेदेखि नुनको स्वाद कस्तो हुन्छ तितो भिडियो खिच्ने तेरो को हो भाइ मेरो त बाबा हो काली अब तँलाई सोध्छु कति क्लासमा पढ्छेस् 10मा पढ्छेस् तँले बिहे गरिस् गरे कान्छीले बिहे गरिस् भाइ तेरो गर्लफ्रेन्ड छ छैन छैन मेरो भाइको गर्लफ्रेन्ड रहेछ थाहा भयो भनिरहेको छ होइन मकैको कलर कस्तो हुन्छ कालो अनि त्यसपछि कान्छी तेरो नाम के हो त्यतिखेरसम्म नभनेपछि त अभिषेक तेरो के को सिक्री हो यो त मेरो होइन सुनको काली तँलाई के सोधौँ काली तँलाई के सोधौँ तैँले कानमा के लगाएकी छेस् सुन कान्छी होइन तेरो यो लुगालाई के भन्छ म्याक्सी पिट्ने पाइनस् कसैलाई तेरो गर्लफ्रेन्डको नाम के हो यसलाई एकचोटि पिटे बन्दरिया के बन्दरिया अघि छैन भन्थिस् अघि छ भन्थिस् कि छैन छैन भनेको थियो यसले अनि त्यसो भए कालीलाई के सोधौँ के कागती कस्तो हुन्छ कागतीको स्वाद तितो चिनी कस्तो हुन्छ मिठो अभिषेकलाई सोध्छु म के सोधौँ पिरो भन्नु होला है मिठो भएछ के सोधौँ तँलाई भनेदेखि नि पानीको स्वाद कस्तो हुन्छ तँलाई त्यही क्वेसन है भाइ पानीको स्वाद कस्तो हुन्छ पानीको स्वादै हुँदैन रङ एन्सर भन्नु परेन अनि त्यसपछि धानबाट के निस्किन्छ चावल टोयलेटमा गएर त नुहाउँछस् होइन